हेलो गाइस, अहिले चाहिँ भने हामीले सक्यौँ नाम्पोको भेज सक्यौँ है। अन्त अब के गर्नु, भेज सकेपछि सामानहरू ओसार्नु पर्यो होइन। अन्त त्यही भएर चाहिँ अहिले चाहिँ हामी सामान ओसार्दैछौँ है। ऊ अगाडि हिँड्दैछ। अन्त मेरो यहाँ अलिकति हात पनि काट्यो। मौसम खराब हुनुको कारणले गर्दाखेरि चाहिँ योभन्दा 1 घन्टा अगाडि चाहिँ घाम लागेर फुट्ला टाउको भइरहेको थियो है। अन्त अहिले चाहिँ मौसम यस्तो भइरहेछ हो। त्यो पनि अन्त बे पनि खोलाकै किनारमा गर्ने अरे। अन्त यहाँनिर हेर्न सक्नुहुन्छ है चियाहरू। अन्त खोलाकै किनारमा पो गरेको त भे पनि। हामीले अहिले अलिक यता ल्याएको कि नभए चाहिँ उपर थियो तपाईँको। यहाँनिर गरेको नि भे नाम्फु भाइले है। नाम्फु भाइ उनीहरू के खाएर हेर नटिपेर यस्तो छ। नाम्फु भाइको बे चाहिँ आज यहाँनिर भएकै खोलाको किनारमा बिचारा बेहुलाको बे खाइयो। आज बेहुलाको बे सिक्किम पुऱ्याउने भयो केटाले। 1 घन्टा अगाडि चाहिँ मौसम धेरै राम्रो थियो यहाँनिर हो। अन्त अहिले चाहिँ खोला पनि कालो। हिजो अस्ति मैले तल लगाएको थिएँ नि एउटा बोटमा खोला, यही खोला है तलको चाहिँ। आम्मामा सक्यो आजको पार्टी। उपर छ हाम्रो चेयरहरू, ऊ हेर्नु सक्नुहुन्छ। ऊ टेबल चेयरहरू है साथी, यस्तै चाहिँ। ल है, फेरि पनि हामी अर्को भिडियोमा भेटौँ। हेर्दै गर्नुहोस् हाम्रो भिडियो, मन पर्यो भने सेयर गर्नुहोस् है।